फर्स्टमा त मैले फोर टिप्ने काम गरेँ हो। ए हजुर, कति कमाउनुहुन्थ्यो? मम्मी र मेरो मिलेर महिनामा चाहिँ 10-15 हजार। दुईजना मिलेर? त्यत्रो गाह्रो हुन्छ नि दाइ। 3 बजे उठ्यो, खाना पकायो, भात पकायो, गयो। त्यो भात पनि बासी हुन्थ्यो त्यहाँ खाने जिल्सम्म। अनि अरू भन्दा नि त्यहाँ उताको फोहोर गनाउँथ्यो क्या। खाना खाँदाखेरि नि गनाउने, अनि खाना नि नरुच्ने। अनि फेरि गयो, घरमा गयो, कति त्यही 3-4 बजीतिर घरमा गइन्छ। गयो, नुहायो, हल्का पल्टिँदैमा त निन्द्रा लाग्छ फेरि बुझुक्क, तर पनि उठेर खाना पकाउनु पर्यो, खानु पर्यो भोलिको लागि। त्यस्तो हुँदा लास्टै गाह्रो हुन्थ्यो दाइ, त्यतिखेर निन्द्रा पनि पुग्दैन थियो। त्यही त है, अब जे भए पनि हुन त सबै काम हाम्रो लागि सम्मान हो होइन। सबैले आफ्नो परिस्थिति अनुसार आफूले भ्याएअनुसार काम गर्ने हो। कुनै पनि कामलाई चाहिँ अपमान खेल्ला अथवा फोहोर टिप्नेहरूलाई चाहिँ मैले अपमान गर्न खोजेको कदापि पनि होइन। उच्च सम्मान चाहिँ बरु उहाँहरूप्रति, उहाँहरूले गर्दा, तपाईँहरूले गर्दा चाहिँ बरु हामी सुख सहेलले चाहिँ बाँच्न पाएका छौँ, साँच्चै नै भन्ने हो भने होइन।